हेलो गाइस वेलकम बैक टु माई न्यू अनदर मतलब रेसिपी हजुर चाहिँ कस्तो हुन्छ सन्चै हुन्छ होला आज म मिठो 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 पाराले मोमो बनाउन लागेको छु हजुरले देख्न सक्नुहुन्छ माई गड कस्तो जुसी भएको थियो यो मोमो तपाईँहरूलाई मतलब वर्णनै गर्न सक्दिनँ कि त्यस्तो जुसी भएको थियो अनि यहाँ चटनी पनि बनाएर थिएँ चटनी चाहिँ साह्रै थोरै भयो मैले फास्टमा खाइसकेर थिएँ प्याजहरूलाई राम्रोसँगले छिलेछाल पारेर त्यस पछाडि धुइधा पारेर यसलाई कोरेसम्म राम्रोसँगले कोर्ने हो नभए सानो सानो काट्दा पनि हुन्छ अनि यहाँ चाहिँ मैले चिकन पनि हालिदिएको छु त्यस पछाडि निमक अदरक टक्कसँग यो हालिसकेको चाहिँ यो चाहिँ मेन चाहिँ वस्तु भयो अजिनामोटो यो जहिले पनि खान त हुँदैन त्यही पनि अब कहिलेकाहीँ भनेर चाहिँ मैले आज हालिदिएँ टक्कसँगले पुरा मतलब यो के भन्थे रिफाइन पनि पुरा लाउनुपर्छ कि अनि मैले चाहिँ त्यत्रो धेरै पनि लाइनँ त्यत्रो थोरै पनि लाइनँ किनकि मैले यहाँ चिकनको मतलब त्यो स्किनको पार्ट पनि हालेको छु त्यस्तो बोसो टाइपको हुन्छ अनि चिकनको मतलब त्यो अर्कै टाइपको पनि हालिदिन्छु कि दामी टाइपले मुछेर अलिकति ठुल्ठुलो पारेर पनि चिकनको त्यो बोसो देख्न सक्नुहुन्छ हजुरहरूले राम्रोसँगले होइन यो चाहिँ यस्तो गरेर हाल्यो भने साह्रै जुसी टाइपको हुन्छ भनेर अनि हजुरहरूले कस्तो दामी भएको छ कि खाम लाग्दो अनि मैदालाई गुडी अनि फर्स्टमा चाहिँ मैले अर्कै टाइपले ट्राई गरेर हेरेको थिएँ त्यो चाहिँ भएन कि अनि लास्टमा यस्तै बनाएँ हेर्न सक्नुहुन्छ यो चाहिँ मैले लास्टको यो खिचेँ अनि टक्कसँग लाएर आएर चाहिँ आगोमा बनाउन आँटेको आगोमा बनाएको साह्रै मिठो हुन्छ भनेर अनि यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो पाकेर रेडी कस्तो खालको मोमो भन्नु होला यो चाहिँ मेरो टाइपको मोमो हो यो चाहिँ अर्कै टाइपको मोमो हो त्यस्तो खास भएन तर दामी भएको थियो पुरा पातलो यो चाहिँ फ्राई गरेर बनाएको थियो जुसी जुसी भएको थियो हेर्न सक्नुहुन्छ कि दामी थियो होइन गाइस अनि यहाँ चाहिँ हाम्रो टक्कसँगले मोमो पाकिसकेको अवस्थामा हजुरहरूले देख्न सक्नुहुन्छ यस्तै कमसेकम 50वटा त थियो होला अनि टक्कसँगले थालमा सजाएर चटनी लाएर खायो ओके लाइक कमेन्ट सब्सक्राइब बाई बाई